यो घर छोडेर कहीँ पनि जादिनँ। पर रमेश, तिमीलाई थाहा छ तिम्रो श्रमको शोषण गरेको छ। तिमीले पाउनु पर्ने पारिश्रमिक दिएको छैन। यहाँ खान दिनु भएको छ, लाउन दिनु भएको छ, बस्न दिनु भएको छ। यहाँ भन्दा मलाई अरू बढी के चाहियो? पैसा लिएर मैले के चाहिँ गर्ने हो र? चाहिँदैन मलाई पैसा सैसा। म यहाँ खुसी छु। तपाईँहरू धेरै घनश्याम भएर केसरी आमालाई के चिज गर्न नआइराख्नु। हेर सीता, अबदेखि तैँले मेरो धेरै चिन्ता लिइराख्नु पर्दैन। म यहाँ खुसी छु, एकदमै धेरै खुसी छु। बुझिस् होइन? सुन्नु होइन रमेशको कुरा? अब कसैलाई केही भन्नु छ? छैन भने यहाँ जान सक्नुहुन्छ। अब जसको लागि आवाज उठाएको उसैलाई यो घर छोड्नु मन छैन भने हामी कहाँ के हो? जाउँ समाज।